सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल वन्स अगेन सो आज फेरि नयाँ भिडियो लिएर तपाईँहरू सामु आइसकेको छु म है सो आज चाहिँ धेरै समयपछि है हामी लङ ट्रिपमा जाँदैछौँ म मेरो बुढी र मेरो सानो छोरा हामी चाहिँ आज अलिकति लङ ट्रिप नट द्याट लङ होइन नाइदर द्याट सर्ट है 113 किलोमिटर फ्रम भक्तपुर अनि हामी जान लागेको ठाउँ चाहिँ स्प्रिङ रिभर साइड रिजोर्ट है वान अफ द अन्डर रेटेड ठाउँ है एकदमै राम्रो रिजोर्टमा पर्छ है त्यहाँको सबैभन्दा मेन भनेको चाहिँ स्विमिङ पुल है एकदम दामी छ है म चाहिँ पहिला नि गइसकेको छु अलमोस्ट 2 चोटि गयो होला म धेरै चाहिँ गएको छैन मेरो मिसेस र मेरो साली चाहिँ अहिलेसम्म गएको छैन सो वी आर हेडिङ टुवर्ड्स स्प्रिङ रिभर साइड रिजोर्ट होप रमाइलो हुन्छ होला है अहिले चाहिँ हामी निस्किन लागेको अलमोस्ट हाम्रो सबै प्याकिङहरू भइसकिसक्यो होइन अब छोरालाई रेडी गर्दैछौँ त्यसपछि हामी निस्किन्छौँ है त बाई बाई खाइ 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 यता हेर पुन्छु घरबाट निस्किन अगाडि यसरी टोक्नुपर्छ अरे होइन त कसैको नजर नलागोस् मेरो पुन्टुलाई अबि अबि टिक्क लगाइदिहालौँ ए ल जान्छु हाँस भन्नुहोस् न बाई गर्नुहोस् मामलाई यसलाई यसले नफाप्दो रहेछ मलाई थाहा भयो मामु लगाऊँ यो मामु लगाउँछ नि दियो न मामुलाई फाइनली हामी यहाँ नागढुङ्गा सुरुङ मार्गको एक्जिट पोइन्टमा पुगिसक्यौँ है यहाँ चाहिँ काम सबै लगभग सकिसकेको रहेछ काम चाहिँ भइरहेछ माथि वालको काम सत्र भएको रहेछ ल श्रावणदेखि चाहिँ सञ्चालनमा आउने भन्ने कुरा छ लेट्स सी है अब श्रावणमा त तेरो बर्थडेमा आउनु पर्ला है है अहिले चाहिँ हामी यहाँ खाजा खान्टामा पुग्यौँ है मेरो पुन्तु यहाँ मक्क परिरहेछ घुम्न जानु पाएकोले अनि मेरो बुढी चाहिँ मक्क छ कि छैन मक्क छ कि छैन भनेको कस्तो रहेछ तिमी त मेरो यहाँ सारीले पनि चट्ट लगाएर चाउमिन र करेन्ट हान्दैछ है म चाहिँ चौचौर एक्सट्रिम ल हामी चाहिँ यहाँ कृष्ण भिरमा अहिले आइपुग्यौँ है यसो आमाको हातबाट पिरो काँक्रोबाट खम भनेर अनि यहाँ चाहिँ यसो मकैसके पनि पोल्टाउनु भएको छ आमाले गाडी चाहिँ यहाँ लगाएर आएर है अब यहाँबाट लगभग 18 किलोमिटर जति बाइक छ 40 मिनट देखाएको छ गुगल म्यापमा त्यस्तै 40 मिनट लाग्छ होला है गर्मी चाहिँ एकदम धेरै रहेछ है 34 डिग्री जति रहेछ यहाँ सो अब हामी चाहिँ काँक्रो खान आएको है पुन्टु के छ हामी त कृष्ण भिरमा रे ऊ पनि हाँस्दो रहेछ लु यहाँ एउटा काँक्रो खाइदिउँ म पनि चट्ट लाएर अब सा मिर्छ अनि कस्तो भइरहेछ टुर गर्मी भइरहेछ सुरु
यो त आगर खानु खोज्दो रहेछ भनेको बिचारा तिम्रो पनि यसो प्रतिक्रिया छ्यानी फिडब्याक देऊ न यार आगु गर्नुहोस् र छ्यानी कस्तो त्यो के खान ल्यायो भनेर बिचारा कस्तो भइरहेछ भन्नुहोस् न हाउ आर यु फिलिङ ओ हेर्नु धुलो अगाडि केही देखिन यार तर यो ठाउँमा चाहिँ सधैँ यस्तै हुन्छ सो अलराइट गाइज अहिले चाहिँ हामी यहाँ कोरिन्टार भन्दा 8-10 किलोमिटर अलि वरपट्टि छौँ है झन्डै झन्डै 15-20 मिनटै भइसक्यो है यहाँ जाममा फसेको यहाँ चाहिँ गाडी नै गाडी छ है पुरै वी आर स्टक इन हियर सिन्स 15 मिनट अनि यहाँ बसेको बसेकै छौँ है अलमोस्ट 2 बज्न आइसक्यो हाम्रो टार्गेट चाहिँ 1 बजे पुग्नेको थियो केही छैन 1 घन्टा लेट भएर खासै फरक त पर्दैन ठिकै हुन्छ 2 बजे चेक इन गर्ने टाइम हुन्छ अरे त्यहाँ सो अब जाम चाहिँ यता अलिक खुले जस्तो लाग्यो है गाडीहरू चाहिँ अब गुड्न थालेछ है म चाहिँ एकछिन अलिकति साइड लाउनु पर्यो रिभर साइड रिजोर्टमा पुग्यौँ है केटा हो ल अब यो पार्किङ चाहिँ यतापट्टि जस्तो लाग्छ मलाई है गाडी पार्किङ गर्न लागेको अब घाम नपर्ने ठाउँमा राख घाम कता छ ओइ आज कति धेरै मार्यो उ यहाँ उतापट्टि राख्यो तपाईँ राख्ने यता यता फर्काएर राख है एकछिन तल नि अब फेरि बेलुका निस्किनु होला नि न हिँडेर गयो नि हुन्छ त्यो 800 मिटर हुन्छ है केटा होला हामी चाहिँ यहाँ पार्किङमा छौँ अब निस्किएर तलतिर जान लागेको गर्मी चाहिँ डेन्जर गर्मीको छ यार पुरै स्टिम सोनामा बसे जस्तो रहेछ ठ्याक्कै है कस्तो तातो हेर्न च्याडी भन्दा पनि डेन्जर छ भने मेरो छोरालाई डेन्जर गर्मी हुने भयो ल हामी चाहिँ यहाँ सामान बसार्छौँ अनि तल गएर भेटौँ है त सो वी आर हियर ल जाउँ लेट्स गो इन्ट्रान्स यहाँबाट हो यहाँबाट यताबाट यतैबाट है यत्रो भारी बोकेर हिँडेको छ यार हामी होइन ठिक छ शीतल छ यहाँ चाहिँ अघि पार्किङमा त पाक्लै जस्तो भएको हामी चाहिँ यहाँ रिभर साइड रिसोर्ट इन्ट्री गऱ्यौँ अनि यहाँ चाहिँ के विस माग्ने कि के भने सुनेको थिएँ मैले उनीहरू चाहिँ माथि नै बस्ने रे है सबै झोलै झोला छ क्या हातभरि अनि त्यही भएर अब यहाँ तल आएर फेरि माथि नै आउनुपर्छ रुमहरू सबै माथि नै छ त्यही भएर म चाहिँ यहाँ अब चेक इन गर्नको लागि के प्रोसेस छ यसो सोधेर है हाम्रो बुकिङ थियो नमस्ते दिनेश तामाङ हस् थ्याङ्क यू शीतल हुँदो रहेछ त्यही राख्दै हुन्छ अर्को पनि हजुर त्यही राख्दै हुन्छ हुन्छ हस् थ्याङ्क यू के छ पानी मात्रै हो कि के हो पानी मात्रै हो हो के भिक्सिक्स लगाएको त होइन होला के गर्दैछु उखुको ए यो त कस्तो या त्यो सो यो चाहिँ रुमको लेआउट है रुमहरू हेर न क्या कस्तो पुरानो पुरानो घर जस्तो छ है त दामी छ ल यो त कति 40-50 रुपैयाँमै होला है दाइ पहिलेको अझै बेसी नै छ कि 350 रुपैयाँ नि बाल्कनी कताबाट हो सरी यो चाहिँ हाम्रो रुम नाइस छ नाइस अनुहार त टिलिक्कै टल्किएको छ त मेरो
खुट्टा समात्ने भइसकेछ लु फेरि ओभर साइज टी सर्ट लगाएर पुटीले आन्टीले दिएको हो यो लु चाक ठाडो बनाएर है सबजना यहाँ रेडी हुँदैछ तल गएर फोटो सुट हान्नको लागि अनि म चाहिँ जस्ताको त्यस्तै है गाइज अब चाहिँ हामी यसो तलतिर यसो हल्का स्न्याक्स होइन के खाने यसो हेरौँ होइन हल्का भोक लागेको अवस्था सो त्यही भएर यसो अब रेस्टुरेन्टतिर जाउँ के रहेछ यसो हेरौँ हल्का फुल्का पेट पूजा गरौँ अनि त्यसपछि 2-4वटा फोटो खिचेर त्यसपछि चाहिँ अनि हामी स्विमिङ गर्छौँ होला है सो त्यही हो ठाउँ चाहिँ एकदम दामी छ तर अलिक गर्मी भएकोले गर्दा चाहिँ हल्का ठिक छ तर म्यानेजेबल छ है रुममा पनि एसी छ हामी यहाँ बाउ छोरा चाहिँ पुरै चिल हानेर है छोरो फ्यानको हावा चट्ट फ्यानको मुनि हावा खाँदै बसेका छौँ है गर्मीको टाइममा सो अनि केटीहरू चाहिँ फेरि यहाँ मस्त फोटोसुट हान्नु भएको छ है मस्त फोटोसुट हान्नु भएको छ अनि हामी चाहिँ मस्त हावा हुन्छु भोक लाग्यो तिमीलाई पनि त्यही भएर आमलाई चुसेको हो कि होइन हो कि होइन भनेको भन्नुहोस् नुडल्स एन्ड दिस इज द फ्राई राइस कस्तो मिठो रहेछ अभिषा मिठो रहेछ एकदम मिठो रहेछ ल एकदम मिठो रहेछ म पनि खान्छु एकछिनमा है छोरोसँग मात्रै छु म चाहिँ सो मान्छेहरू चाहिँ आउने जाने भइरहेछ है आज चाहिँ अब त्यति धेरै गेस्ट चाहिँ छैन हल्का फुल्का चाहिँ रहेछ है अल राइट गाइज हामी चाहिँ यहाँ कोयो फिस पोन्डनिर जाँदैछौँ है अनि यहाँ पनि हल्का सानो टनेल जस्तो रहेछ माछाको लागि खेल्ने ठाउँ अनि जाने चाहिँ त्यहीबाट हो क्या अरे यहाँ त्यहाँपट्टि हो के ठुल्ठुलो यत्रो यत्रो पात है के भयो पुरै त्यो घना जङ्गलमा जस्तो के हेर न यहाँ पातहरू हेर कस्तो कस्तो मेन पोन्ड चाहिँ यहाँ छ भित्र यहाँभित्र वी आर हियर ल हाल छ है ल यहाँ चाहिँ फोटोसुट पनि भइरहेको छ आमा फोटोसुट भइरहेको छ अँधेरो भइसक्यो फोटो त राम्रो आउला छैन के भोलि नै खिच्ने हो फिसहरू चाहिँ बवाल बवाल रहेछ यार कस्तो दामी कलर क्या माई गुडनेस in the middle of the jungle है खतरा छ यसो लाइटले साथ दियो भने 2-4वटा फोटो सुट गरौँ है नत्र भोलि खिचौँ ल केही छैन सो हामी चाहिँ अब अहिले स्विमिङ यसो डाइभ हान्न जान लाग्यो है अघि फोटो खिच्दा त्यो फोटो भिडियो है यता के अरे के भन्छ ट्री हाउसमा यता कोयो फिस पाउन्डमा यताउता गर्दा गर्दै अलरेडी वी आर लेट होइन अब अहिले चाहिँ इभिनिङ भइसकेछ लगभग 6 बजे होला टाइमै मैले घट्नै लागेन है ढिस्किहालेँ म ठ्याक्कै अनि हाम्रो रुम चाहिँ यहाँ हो माथि है कटेज नै भन्छ तर घर जस्तै छ है कटेज नामको कटेज तर हेर्दाखेरि चाहिँ पुरानो स्टाइलको घर अनि भित्र चाहिँ राम्रै छ है ओभरअल अनि म र मेरो मिसेस हामी दुईजना चाहिँ स्विमिङ गर्न जान लाग्यो होइन त अनि माथि बाबु र साली चाहिँ माथि छ ऊ चाहिँ बच्चा हेर्ने रे स्विमिङ नगर्ने रे आज है अब गऱ्यो भने भोलि गर्छ होला अनि त्यही हो अनि हामी दुईजना चाहिँ अब बाहिर स्विमिङ गर्न जान्छौँ अनि यसो अन्डर वाटर सर्टहरू पनि 2-4वटा मिल्यो भने खिच्छौँ है अब अँधेरो भइसक्यो अनि अब यो एक्सन 4 मेरो चाहिँ होइन अब एक्सन क्यामेरा भनौँ न यसले चाहिँ अब मेरो अँधेरोमा खासै त्यति राम्रो चाहिँ खिच्दैन अब अन्डर वाटर त झन् अँधेरो हुन्छ अब खिचेर हेर्छौँ राम्रो आयो भने आयो आएन भने आएन है जस्तो छ त्यस्तै हालिदिन्छु म त्यही हो
अनि हाम्रो रुम चाहिँ अलिकति माथि नै पऱ्यो क्या माथि नै पऱ्यो माथि नै रहेछ प्रायः रुमहरू कटेजहरू अनि तल पुग्नलाई हामीलाई किनभने 5 मिनट चाहिँ लाग्छ है अब यहाँबाट भर्खर यता आइपुग्यो यहाँबाट तल रिसेप्सन अनि त्यसको मुनिपट्टि स्विमिङ पुल यतातिर ठ्याक्कै यतातिर भएको भए चाहिँ अलिकति नजिक पर्थ्यो त्यही हो अनि वी आर अल सेट टु गो अब गएर चट्टा हाम फाल्ने हो ल टेन्टेन मान्छे चाहिँ अलिक कम भएछ अघि चाहिँ अलिक धेरै थियो म त गहिरो लाउनेको त झन् क्यामेरै तल ठोकेर यही चाहिँ रिसेप छ क्या तलबाट आइज म कति भिडियो खिच्नु तलबाट ओके तलबाट यस्तो ल यस्तो खुट्टा उभिएर आएर दुख्दैन होला अघि चाहिँ वाइट अफिसर चाहिँ अल्ट्रा वाइट झन् बबाल हुँदो रहेछ अल्ट्रा वाइट धेरै धेरै कम भन्नु भएन बबाल मजा कोही छैन संसारमै यता आइज न छैन के छैन हो मैले चलिरहेको त मलाई चाहिँ नटो है दुख्दैन कि यस्तो उभिन त्यो खुट्टा खाडा बनाएर मेरो पनि यही हो कि खुट्टा यही छ ल दुख्छ छोटो मान्छे छोटो भयो तल स्विमिङ गर्नु आउँछ नि त हो भने पारीसम्म लानु पऱ्यो फेरि चस्मा फुट्टिन्छ कसरी जान्छ यताबाट चाहिँ हाल्नु पर्छ यताबाट उता हाल्नु पऱ्यो जानु पऱ्यो है गाइस यो चाहिँ 9 फिट 9.2 फिट है
गाइज अब हामी अहिले चाहिँ बारसिङे फ्याक्ट्री जान लाग्यो है स्विमिङ गरियो अनि ड्रेस चेन्ज गरेर अब चाहिँ बारसिङे जान लाग्यो अलमोस्ट 8 PM हुन लागिसकेको छ है 8 बजीसम्म ओपन हुन्छ इन्ट्रान्सको लागि भनेको के हो अँध्यारो देख्छ त यार केही देख्दैन सो 8 बजीभित्र चाहिँ सिलसार्नुपर्छ भन्नुभएको थियो अब 8 बज्नुसम्म 15 मिनट बाँकी छ है हेरौँ खेल्न मिल्छ होला सायद है अब यहाँबाट कति 800 मिटर कति राखेको थियो अहिले चाहिँ हामी बारसिङे फ्याक्ट्री जान लाग्यो है 8 बजीसम्म मात्रै ओपन हुन्छ अरे सो त्यही भएर अलिक हतार भयो है 8 बज्न मात्र 10 मिनट बाँकी सो अलिकति रस नै छ है 8 बजेपछि इन्टरभ्यू लिँदैन अरू क्या फेरि अनि 8 बज्न लागिसक्यो यतै हो जस्तो लाग्यो मलाई ल गाइज हामी चाहिँ यहाँ बारसिङे फ्याक्ट्रीभित्र छिर्दैछौँ अँध्यारोमा है केही त देखेको छैन फ्याक्ट्री चाहिँ खतरै ठुलो रहेछ यार बेरखानाको तिमी पनि फ्याक्ट्रीमा हो ए बुर्को उफ्रिन्छ त हो अरे तिमी पनि बेरखाने बारसिङेको लाइनुहोस् कति रुएछ छोरो अघि फुटेले हिरोनी बन्दैछ त्यहाँ है बारसिङेको फ्याक्ट्री राति आइयो है अब घुम्न त पाइँदैन होला अहिले बन्द भइसक्यो कस्तो धुवा उडेको माथि यार आई लभ बारसिङे रे यो चाहिँ मेन फ्याक्ट्रीको भनौँ न मेन प्रोडक्सन गर्ने बिल्डिङ जस्तो यो चाहिँ अनि यता चाहिँ पार्किङहरू छ है यता गेटहरू भयो अनि यता तल चाहिँ बार छ बार केटाहरू मान्छेहरू पनि टन्नै रहेछ हुन्छ हामी त भ्लगमा आएको नि हेलो भन्नु हेलो अब यो रुख हेर न कस्तो यार यो के रुख है यत्रो कत्रो मोटो त यसको त अब यसको बारसिङे फ्याक्ट्री हो यो चाहिँ ल है चहलपहल राम्रै रहेछ आज पनि मान्छेहरू राम्रै रहेछ लेट्स गो ओपन छ आज है आहा क्या मस्त भइरहेछ बाबा मन्डे त्यति कस्तो मान्छे हुनु पर्यो हामी कहाँ बस्नु चाहिँ This is the beer, Pilsner, October, Hijappa, Paliale and with beer है कुन बियरको फ्लेभर कस्तो भन्ने चिज पनि यहाँ देखिया रहेछ है सो त्यही हो अनि हामी चाहिँ यहाँ अब यसो ट्राई गर्छौँ बियर है बियर ट्राई गर्छौँ सो हेलो एभ्रिवान मेरो भिडियोमा चाहिँ हाम्रो डाक्टर शशान्तको जस्तै समस्या आयो है मेरो भिडियोमा के भयो भन्दाखेरि साउन्ड आएन कसरी अहिलेसम्म त्यस्तो समस्या त पाएको थिएन है सो त्यही भएर मैले चाहिँ यो बियरहरू मध्येमा कुन चाहिँ मलाई मन पर्यो भनेर फिडब्याक दिन गइरहेको छु अनि यसमा चाहिँ 5वटा फ्लेभर थियो है यो 5वटा फ्लेभर हामीले खाएको चाहिँ फरक खालको फ्लेभर अनि कलरहरू पनि अलिअलि डिफ्रेन्ट थियो होइन यो मध्येमा चाहिँ अनि मलाई चाहिँ एकदम मिठो लागेको भनेको चाहिँ पहिलादेखि नै मैले यो हेजी अप्पी भन्ने चाहिँ यता भक्तपुरमा पनि खाएको थिएँ होइन त्यो चाहिँ सबसे बेस्ट नै लाग्यो मलाई अनि सेकेन्डमा चाहिँ पाले आले भन्ने थियो है अनि फाइनली लास्टमा चाहिँ प्लिजनर जुन चाहिँ हाम्रो यहाँ सबैतिर पाइन्छ है क्यान बियर अनि बोटल बियर पनि पाइन्छ बाहिरतिर नि अनि त्यो चाहिँ तर ड्राफ्टमा खाँदाखेरि अलिकति टेस्ट चाहिँ फरकै हुँदो रहेछ है अझै मिठो रहेछ त्यस्तो त्यही हो अनि 5वटा मध्येमा मलाई चाहिँ त्यो 3टा मन पऱ्यो 3टामा पनि सबभन्दा बेस्ट भनेको चाहिँ एजिएफलाई मन पऱ्यो अनि मेरो सालीले पनि यहाँ ट्राई गर्दैछ है ट्राई नगर्ने भन्दै थियो मैले यसो अलिकति चुसुक्क होइन खाऊ न यस्तो फिडब्याक दिनुहुन्छ भनेर अनि उसलाई ट्राई गर्न लगाएँ अनि हेर्न सक्नुहुन्छ उसलाई चाहिँ कुनै पनि बियर मन परेन है मुख एकदम बिगारी खुवाइरहेको थियो
अनि उसले यो अहिले ट्राई गर्नु लगाएको बियर चाहिँ यो चाहिँ हल्का ठिक लाग्यो अरे क्या यो चाहिँ जियाप्पा भन्ने थिएन यो चाहिँ अलिकति लेडिजहरूलाई पनि अलिकति सुट हुने टाइपको बियर रहेछ क्या हल्का सफ्ट टाइपको थियो अनि त्यो चाहिँ उसलाई हल्का ठिक लाग्यो अरे अनि अरू चाहिँ उसलाई त्यो मध्येमा कुनै पनि मन परेन सो त्यही हो अनि बियर चाहिँ अब सबैको आफ्नो आफ्नो टेस्ट एन्ड प्रिफरेन्स हुन्छ होइन सबै अब आफ्नो ठाउँमा राम्रै छ कसैलाई अलिक कडा मनपर्छ कसैलाई सफ्ट होइन अब मेरो हिसाबमा चाहिँ मलाई त्यही तिनवटा मन पऱ्यो अनि त्यही हो सबै राम्रै छ होइन एम्बियन्स इज टु गुड होइन झन् खानेकुराहरू त कुरै नगरौँ होइन एकदम मिठो रहेछ है यो खानेकुराहरू चाहिँ सबै हामीले मगाएको है सबै मिठो थियो कुनै पनि खानेकुरा नमिठो थिएन होइन एकदम One day later. So hello and namaste everyone, welcome back to my channel once again. So आज चाहिँ हाम्रो ट्रिपको दोस्रो दिन होइन अनि अहिले चाहिँ बिहानको 6:30 बज्यो है अनि मैले चाहिँ सट्ट लाएर एउटा चिया इट्स ब्ल्याक टी होइन अनि यो चाहिँ मैले रुममै बनाएको है अब हाम्रो चाहिँ यहाँ रुममा टी ब्यागहरू अनि सुगरहरू अनि बोइलर सबै हुन्छ अनि त्यहीबाट बनाएको अनि यहाँ चाहिँ बिहान यसरी आर्मीहरू हिँड्नु हुँदो रहेछ है सुन्नु भइरहेको छ होला नि सायद आवाज यहाँ चाहिँ यसरी आर्मीहरू पुरै बिहान वकमा आएर कराउँदै हिँड्दो रहेछ होइन कराउँदै भन्नाले अब अलिकति इनर्जी देखाएको हो होइन इनर्जी देखाउँदै चट्ट लाएर सो अनि हाम्रो रुमबाट देखिने एम्बियन्स यस्तो छ यो हाम्रो रुमको बाल्कोनीबाट देखिने एम्बियन्स बवाल चाहिँ जङ्गलको बिचतिर बसे जस्तो पुरै चराचुरुङ्गीको आवाज है यस्तो छ ल यो चाहिँ हामी चाहिँ सेकेन्ड फ्लोरमा हो अनि यहाँ तल अर्को फ्लोर छ है सेम यस्तै हो घर चाहिँ ल सेम ल लेट्स गो पुन्चु अब हामी ब्रेकफास्ट खाने जाने ल फिर पुन्चुले त अब अलिक खाने बेला भएको छैन है खाने बेला त भयो उसलाई फेरि मिक्सरमा झुँ गरिदिनुपर्छ पुरै जङ्गलमा वकिङ भइरहेछ बिहानको 8:30 बजे के छ ब्रेकफास्ट रेडी भइसक्यो ब्राउन ब्रेड अनि के भयो ए यो त यस्तो रहेछ मिल्कहरू रहेछ सो यो चाहिँ हाम्रो ब्रेकफास्ट रहेको छ है हेर्दै पुरै अलि हाइजिनिक टाइपको छ हाइजिन खाना सुरु गर नि त अब है कस्तो रहेछ अब चाहिँ हामी ब्रेकफास्ट खान्छौँ है एकछिन यहीँ राख्नु कि अब अल राइट गाइज अब अहिले चाहिँ हामीले यहाँ ब्रेकफास्ट गरिसक्यौँ है ब्रेकफास्ट पनि एकदम मिठै रहेछ अनि मेन कुरा एकदम हाइजेनिक रहेछ है सो अब अहिले चाहिँ हामी यहाँबाट चाहिँ अब स्विमिङ गर्नतिर लाग्छौँ है अब रुममा जान्छौँ अनि ड्रेसहरू चेन्ज गरेर अनि त्यसपछि स्विमिङ गर्न जान्छौँ है त ल एकटा अब फेरि एक्चुअली हामी स्विमिङ हान्न जानु लाग्यो है मेरो बुढी कहाँ छ चट्ट स्विमिङ हान्नु पऱ्यो है घाम चाहिँ चर्को लागिरहेछ दामी मजा आउँछ ल
खै मेरो पुन्टु सो अलराइट गाइज अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यो है सामानहरू पनि सबै प्याकअप गरिसक्यौँ हामीले चाहिँ अनि अब हाम्रो लन्च चाहिँ बाँकी छ है तल लबीमा गएर लन्च गर्छौँ अनि त्यहाँबाट चाहिँ यो सामानहरू सबै गाडीमा हाल्छौँ है अनि त्यसपछि त्यहाँबाट चाहिँ हामी यसो बारासिङ्गेतिर एकछिन जान्छौँ अनि एकछिन फ्याक्ट्री घुमेर त्यहाँबाट घरतिर लाग्छौँ है त अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है अनि हल्का भोक पनि लाग्यो तल गएर चट्ट लगाएर लन्च हान्छौँ अनि त्यसपछि चाहिँ खास फर्स्टमा चाहिँ बारासिङ्गे घुमेर आएर त्यसपछि लन्च गर्ने भनेको अब अलिकति ढिलो नै भयो पहिला अब लन्च चाहिँ गरेर जान्छौँ हामी सो त्यही भएर है मसँग फेरि हातमा चलै छ ओहो कता तातो यार बाहिर त तातो बाफ जस्तो आइरहेको छ हौ ल हिँड मेरो साली अगाडि अगाडि ए के छ आमा पुरै झोलै झोला यार विदेशी जानला जस्तो भयो नि त हामी त ओ मेरो पुन्टी त के हो कडा देखाएको छ त ओभरअल हाम्रो एक्सपिरियन्स रमाइलो भयो है एकदम मजाले स्विमिङ गरियो हिजो बेलुका हिजो बेलुका पनि मजाले स्विमिङ गरियो आज बिहान पनि मजाले स्विमिङ गरियो त्यही स्विमिङले गर्दा नि अलिकति बेसी टाइम लाग्यो है अनि त्यही हो घाम मजाले लागेको छ रुमभित्र मजाले एसी थियो बाहिर चाहिँ उप्प परेको छ है एकदमै तातो भइरहेको छ मान्छेहरू चाहिँ आइरहेको छ अझ है आजको चेक इन होला अब हामी चाहिँ आजको चेक आउट यहाँ चाहिँ अरूभन्दा पनि मेन भनेको स्विमिङ हान्न चाहिँ दामी मजा आउँछ दामी छ कि अरू ठाउँको भन्दा अलिक युनिक छ स्विमिङ पुल चाहिँ यहाँ मेरो पुन्टुसँग माइत बस्ने नि मेरो पुन्टुसँग कुचुक 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 मेरो पुन्टुलाई बेबीको बस्ने ठाउँ पनि छ भन्थ्यो यहाँ होइन यस्तो भने होइन अर्कै भने सो अलराइट गाइज हाम्रो खाना चाहिँ आइसकेको छ है मैले चाहिँ 2-4 बाइट बेच्निसकेँ पाइसकेको थियो मिठो छ खाना चाहिँ मिठो छ एकदम अनि आइटम पनि यति धेरै छ कि यो भरि छ ल प्लेट पनि छ प्लेटको माथि फेरि ट्रे पनि छ ट्रेको वरिपरि तरकारी छ अचार 2 थरी भुजिया सबै छ एभ्रिथिङ ल हामी चाहिँ खाना खान्छौँ अनि त्यसपछि खाना खाएर भेट्छौँ है त है गाइज यो चाहिँ हाम्रो डेजर्ट आइसक्रिम एन्ड लालमोहन बबल मिठो छ यार आइसक्रिम अनि के छ यसमा ब्राउन विथ आइसक्रिम कम्बो कस्तो है गाइज हामी चाहिँ अब यति खान्छौँ अनि यहाँबाट चाहिँ घरतिर लाग्छौँ होला बारिसिङ जाने भनेको अलरेडी 1:30 भइसक्यो है अनि 2:30-3 बज्छ घर पुग्दा राति 8-9 बज्छ सो त्यही भएर म यहाँबाट सिधै घर लाग्छौँ होला है अनि अहिलेको लागि चाहिँ भिडियोलाई यहीँ दइन भन्न चाहन्छु थ्याङ्क्स फर वाचिङ द भिडियो सो वी आर लिभिङ अब डेन्जर गर्मीको सामना गर्नुपर्ने अवस्था होला छ है ल त दाइ हामी लाग्यौँ है हस् थ्याङ्क यू